परम्परागत ढङ्गले चल्ते चलातेको तरिकाले मात्रै हामीले देशको अगाडि उत्पन्न परिस्थितिको सामना गर्न सकिँदैन। राष्ट्र जुन असाधारण सङ्कटको अवस्थाबाट गुज्रेको छ, राष्ट्रलाई थप एकताबद्ध गर्ने, राष्ट्रिय एकता सुदृढ गर्ने, राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्नको लागि नितान्त नयाँ सङ्कल्प सहित पहल कदमी लिन जरुरी छ भन्ने निष्कर्षका साथ हामीले पार्टी एकता प्रक्रियालाई लियौं र यो असाधारण परिस्थितिको सामना असाधारण ठूला पहल कदमीबाट मात्रै हुन सक्छ भनेर नै नेपालको इतिहासमा सायद पहिलो पटक एकैसाथ 19-20 वटा कम्युनिस्ट र समाजवादी घटकहरूको एकता गरेर परिस्थितिलाई सामना गर्ने र देशमा उत्पन्न सङ्कटको समाधान गर्न पहल लिने हामीले सुरुवात गर्यौं। अहिले कमरेड माधव नेपालले भने जस्तै यो प्रक्रिया दिन प्रतिदिन जनशक्तिका साथ अगाडि बढेको छ। खाली घटक सङ्गठनहरू मात्रै होइन, त्यस्ता थुप्रै व्यक्तित्वहरू जो देशको माया गर्छन्, परिवर्तन प्रति इमानदार छन्, त्यस्ता हजारौं हजार नेता कार्यकर्ताहरू पनि हाम्रो सन्देश सभाहरूका क्रममा होस् या यो पार्टी कार्यालयमा त झन्डै दिनदिनै जस्तो धेरै पार्टीमा समाहित हुने कार्यक्रमहरू सम्पन्न भइरहेका छन् र अघि भनिए जस्तै भोलि राष्ट्रिय सभागृहमा काठमाडौँ उपत्यका र देशैभरि पनि एउटा बलियो सन्देश दिने गरी अर्को हामीले एकता समारोह त्यहाँ गर्दैछौँ। भ्रष्टाचार मुक्त जस्तो समाजको परिकल्पना गरेका छन् त्यस्तो समाज बनाइ छाड्ने सङ्कल्पमा हामी अगाडि बढौँ।